कान्ताजुन मन्दिर नआएपछि बङ्गलादेश आएर कुनै काम छैन। अब घन्टी छाप हान्नु छ केटाकेटी। जान मन छैन तर जानुपर्छ। हेर्नु चियाको स्टाइल, बाबाले स्टाइलको चिया पकाउँछ यहाँ। नमस्ते गाइज, मेरो नाम हो राजकुमार शाह र म बस्छु बङ्गलादेश। आज म बङ्गलादेशको दिनाजपुर आएको छु र आज दिनाजपुरको कान्ताजु मन्दिर यहाँको एकदम फेमस र 300 वर्ष पुरानो मन्दिर हो यो। अब यहाँको स्पेसलिटी के छ म तपाईँहरूलाई हेराउँछु। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू यो मन्दिर। हामी 4 जना साथीहरू आएको छौँ। यहाँ 3 जना हाम्रो साथीहरू छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। अब्दुल्ला भाइ, शेख भाइ, हाम्रो अर्कुस होइन अर्के भाइ। यस, आज हामी कान्ताजु मन्दिर आएको छौँ। आज यो बङ्गलादेशको वान अफ द टप मोस्ट मन्दिर भनौँ न, टप 10 मा पर्छ। एन्सियन्ट आर्किटेक्चर। तपाईँहरू बङ्गलादेश आएपछि यो कान्ताजुन मन्दिर नआएपछि बङ्गलादेश आएर कुनै काम छैन। आएपछि अवश्य आउनु होला, सबैसँग आग्रह छ मेरो। अब यता र हेराउँछु तपाईँहरू के छ। यो कृष्णजीको मन्दिर हो। यहाँ हेर्नुहोस् न तपाईँहरू, कृष्णजी र राधाजीलाई। अनि यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यो रामायणको जति जे भएको थियो पुरै यो बिल्डिङ जति छ मन्दिरको पुरैमा यो स्टोरी बनाएको छ। हरेक कुरा हरेक इँटामा छ, केही न केही नयाँ कुरा कसरी भयो के भयो भएन भनेर। नर्मली हाम्रो सादा इँटा हुन्छ तर यहाँ इँटामा पुरै रामायणको बारेमा दिएको छ। मेन मन्दिर यो हो। अनि यो सँगै यतातिर अब सानो मन्दिरहरू पनि छ। यहाँ शिवजीको मन्दिर छ, उता तुलसी छ र अरू पनि छ। गाइस त अब हाम्रो पूजा सकेर अब हामी आइसकेको छौँ यहाँ पिकनिक मनाउन। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो साथीहरू बसिसकेको छ पिकनिक खानालाई। होइन साथीहरू के छ फर्के भाइ पिकनिकमा? आज पिकनिकमा अब हामीहरू ब्रेकफास्ट गर्दैछौँ। यसपछि हाम्रो घुम्ने प्लान छ। शेख भाइ, अरू के छ इन्फर्मेसन हाम्रो आज कहाँ कहाँ घुम्ने? भन्छ भाइ कहाँ घुम्ने? हुन त यो मेरो सेकेन्ड टाइम हो, तर म यहाँ यो मन्दिर मात्र आएको थिएँ लास्ट टाइम। अब अर्को ठाउँमै घुम्नुपर्छ। स्टे ट्युन्ड। दाजुबाडी हो। अब यहाँदेखि हामी दादुबाडी, राजबाडी कहाँ यो वेल। अब आजभोलि त वेलदेखि पानी खान मान्छेहरू छोडिदिएको छ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू वेल। अब यहाँदेखि भित्र त हामीलाई जान मिलिरहेको छैन, यहाँ लक गरेको छ। र यहाँ टाढादेखि हेर्न सक्नुहुन्छ तपाईँहरू। उता भित्र मन्दिर छ र यहाँ बाहिर हेर्न सक्नुहुन्छ तपाईँहरू। अब फुलसुल लगाएको छ। अब बस्नलाई पनि उतातिर व्यवस्था गरेको छ। भ्यू एकदम बवाल छ यहाँको, एकदम रमाइलो भइरहेछ हामीलाई यहाँ। र बाहिर सामानहरू पनि पाउँछ पूजा गर्नलाई, सिन्दुरहरू अरू पनि छ पूजा गर्नलाई। त शिवलिङहरू पनि एभाइलेबल छ। र यहाँको कान्ताजुको भगवानको फोटो पनि पाउँछ यतातिर। गाइस त अब हामी यो पछाडि हेर्न सक्नुहुन्छ तपाईँहरू, त्यहाँ मन्दिर छ। त्यो मन्दिर हामी हेरिसक्यौँ र सेम मिस्त्रीले बनाएको मस्जिद हामी हेर्न जाँदैछौँ हाम्रो साथीहरूसँग। र यो केमा बसेको छु हामीहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। के हो भन्नु एकचोटि कमेन्टमा। गाइज यो दिनाजपुर यो हाम्रो लिचीको लागि फेमस छ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू कति ठुलो बगान छ। यहाँ बगान एकदम ठुलो छ। लिचीको बेला तपाईँहरू आउनु यहाँ र लिचीको आनन्द लिनु। गाइज अब हामी मस्जिदतिर छिर्दैछौँ। यहाँ मस्जिदको त बाहिर इन्भाइरोमेन्ट राम्रो छ। यो मस्जिद सानो ताजमहल। यहाँ हाम्रो चियाको स्टाइल हेर्न सक्नुहुन्छ तपाईँहरू, कुन स्टाइलमा यहाँ चिया दिन्छ। हाम्रो चिया र पानी छ। अब यहाँ उहाँले कसरी मिलाएर दिनुहुन्छ अब हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ हेर्नु चियाको स्टाइल, बाबाले स्टाइलको चिया पकाउँछ यहाँ दिनाजपुरको यो। अब गाइज हामी पुगिसकेको छौँ यहाँ रामसागर। अब रामसागरमा हेर्नलाई छ अलिअलि
यहाँ पनि कुराहरू यहाँ हेर्न सक्नुहुन्छ। यो ताल छ यहाँ र यतातिर हल्का जङ्गल टाइपमा छ। यहाँ आएपछि हाम्रो यसलाई यस्तो रिक्सामा डुल्नुपर्छ। अब हिँड्यो भने त धेरै ठुलो छ यो। अब त्यसको लागि त हामीलाई रिक्सा लिएको छौँ। यहाँ हेर्न सक्नुहुन्छ उतासम्म छ यो र त्यहाँदेखि फेरि उता घुरेर धेरै अगाडिसम्म छ। लगभग 4 किलोमिटरमा छ यो। यहाँको इन्ट्री चार्ज हो मात्रै 20 रुपियाँ। यो बारदुरिया भन्ने ठाउँ, यहाँ लुकीडुम खेलिन्छ। अब भित्र के छ, अब भित्र छिरेर आउँदैछौँ हजुरहरूलाई के छ भित्रमा, कसरी लुकीडुम खेलिन्छ भित्र खेल्ने हो। यहाँ कहाँले गने हेर्नुहोस्, यस्तो कोना काप्टा छ पुरै भित्र। यहाँ हर्कुस भाइ लुकेको छ। यता शेख भाइ आउँदैछ हर्कुस भाइलाई खोज्नलाई। यता पिपलको ट्रीहरू पनि धेरै पुरानो छ। लेट्स गो। यहाँ हेर्नुहोस् कस्तो सानो सानो बाटोहरू छ। यहाँ लुकीडुम खेल्न एकदम बवाल छ। यो ठाउँको नाम नै हो लुकीडुम खेल्ने ठाउँ। अब को कहाँ छ खोज्न अलिक गाह्रो नै भइरहेछ। अब्दुल्ला कहाँ गायब भइसक्यो। यहाँ हामी यहाँ छु, अब्दुल्ला त्यहाँ भइसक्यो गायब। यहाँ माथि जाने बाटो हो कि साथी। अब यहाँ हेर्न सक्नुहुन्छ यो रुख कस्तो, यो वाल माथि छ यो रुख। भित्र हो त्यहीँबाट आइज। अझै तपाईँहरूलाई म आउँदैछु, म हेराउन खोज्दैछु। लाइभ यहाँदेखि हेर्नु सक्नुहुन्छ यो गाइस। त अब हामी सिटीमा चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू। र हामी सबजना बसेको छौँ सिटीमा। उता ताल हेरिरहेछौँ र यताहरूकोतिर जङ्गल हो, हल्का हल्का पाहाड पनि छ। दाजुभाइले एउटा नयाँ बोक्रा चाहिँ पाएको छ यहाँ, रातोवाला फाइटर पाएको छ। फाइटर अब राजुभाइको लागि फाइटर के हो हजुरहरू बुझिदिनु होला। हर्कुसलाई अलिक बढी थाहा छ, हर्कुसलाई गरिदिनु होला। अब के भन्नु, म अरू केही प्रश्न छ भने हर्कुससँग सोध्नु फाइटरको बारेमा। गाइज हामीलाई यहाँ भनेको थियो कि हरिणहरू यत्तिकै जङ्गलमा डुल्छ भनेर। हामी एक्चुअलीमा हरिण हेर्न आएको थिएँ, तर यहाँ हरिण त पाएन। हामीले हरिण त पाएनौँ कि यहाँ प्रेम डाकाहरू पायौँ, डेटिङ स्पट पायौँ। टक्क झिल हान्दै पाहाडतिर त्यतातिर। गाइज अनि यहाँ हेर्नुहोस् हल्का सानोतिनो होटलहरू पनि छ र बस्नलाई पनि छ व्यवस्था, र साथै यहाँ नाउ पनि छ। पिकनिक स्पट अनि यो पिकनिक स्पट छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ मान्छेहरू पिकनिक मनाउन आएको छ। यहाँ चुला नि दिएको छ, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू पिकनिक मनाउनलाई। अनि उता डेटिङ चलिरहेछ। गाइज हामी अब पुगिसकेको छौँ यहाँ दादुबारी पार्क एन्ड रिसोर्ट, यो दिनाजपुरको। हेर्न सक्नुहुन्छ तपाईँहरू। अब यो भित्र हामी छिर्ने हो। अब के यो भित्र हजुरलाई हेराउने छौँ। र आज हामीलाई पुरा दिनाजपुर घुमाउने यो मामा हो, हेर्न सक्नुहुन्छ। यसले नै हामीलाई पुरा सिटीमा बसाएर दिनाजपुरको म्याक्सिमम ठाउँ घुमाउनु भएको छ। गाइज अब यहाँदेखि हामी यो पेस्ट स्टेसन हो, यहाँदेखि हामी टिकट लिने। अब हाम्रो साथी टिकट लिँदैछ, हेर्न सक्नुहुन्छ तपाईँहरू। अब यहाँदेखि त्यसपछि हामी जाने हो भित्र। शेख भाइ टिकटको कति हो? 100। ल मेरो नि हालिदिनु त। ल धन्यवाद। अब यहाँ गेटमा यो टिकट लिएर हामी यो डलर दिएको छ टोकनमा हामीलाई छिर्नलाई भित्र। सबै के सबलाई आफ्नो आफ्नो हातमा बोक्नुपर्छ यो टोकन। यो हाम्रो यो डलर जुन छ कोइन, अब यो भित्र हाल्ने हो। त्यसपछि हाम्रो यो खुलो। अब यहाँदेखि हामी भित्र छिर्छौँ। अरू साथीहरू पनि छिरिरहेछ, हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ वाटर बैलुन गेम हो, यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू यहाँ वाटर बैलुन गेममा छिरेर वाटरमा इन्जोय गर्न मिल्छ। यहाँ यो पार्कभित्र भ्यूहरू खेल्ने पनि छ बच्चाहरूलाई। यहाँ
किड्स जोन हो यो। अब हामी त किड्स होइन, हामीलाई भित्र गएर पनि केही फाइदा छैन। यहाँ गन फायर गर्ने ठाउँ छ। हर्कुस भाइ अब गन फायर हाल्छ। अब हर्के भाइ फायरिङको लागि रेडी छ। फर्स्ट फायरिङ मिस भयो हर्के भाइको। अब मेरो सक्सेसफुल हुन्छ कि नै हेर्नुहोस् तपाईँहरू। क्यामेराम्यान फोकस गरौ। हो फोर्सी। अब यतातिर पुलहरू छ यो भित्र। अब स्पेस हाउस छ यो भित्र। अब हेर्न सक्नुहुन्छ तपाईँहरू। यता बच्चाहरूको प्रोग्राम भइरहेछ, हेर्न सक्नुहुन्छ तपाईँहरू। बच्चाहरूको भित्र प्रोग्राम भइरहेछ। यो साउथ हल बनेको रहेछ। एनुअल एक्जिबिसन भइरहेछ यतातिर। यो डाइनासोर वर्ल्ड हो। यो भित्र अब डाइनासोरको भिडियो फोटोहरू छ। यो भित्र यस्तो ग्लास ब्रिज पनि छ, सानै छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि पानी पनि बगिरहेछ यहाँ। यो पानी चाहिँ नेचुरल होइन, यो बगाएको पानी हो, हेर्न सक्नुहुन्छ तपाईँहरू। हाम्रो दिनाजपुरको टुर यहीँ सकिन्छ र हामीलाई धेरै रमाइलो भयो दिनाजपुरमा होइन। अब नेक्स्ट अरू ठाउँ गयो भने त्यसको लागि हामीलाई सब्सक्राइब गर्नु होला। हर्के भाइ कस्तो लाग्यो दिनाजपुर? बेल आइकनलाई अब घन्टी छाप हान्नु छ केटाकेटीहरू, सबलाई थाहा नै छ। यो राजकुमारको ब्लगबाट मैले अफिसियली भनिदिएँ, राजकुमार सपोर्टर हो बालेन। अब हामी दिनाजपुरलाई नि बाई गर्दैछौँ। नेक्स्ट टाइम त हामी केटाहरू आफै भोट हाल्छौँ कि योपालि इक्जामले गर्दा हामीहरू जान पाएनौँ। त्यसको लागि अहिलेलाई क्लोज इन्ड। अब्दुल्ला भाइ के भन्न चाहन्छस् दिनाजपुरको लागि? दिनाजपुरलाई बाई बाई। धेरै रमाइलो भयो होइन। शेख भाइ अझै केही भन्न चाहन्छ? घुमेर मजा आयो। ल धन्यवाद साथी। गाइस त अब हामी फुल टायर्ड भइसकेको छौँ। बसमा सुतिरहेछ, केटाहरू सुतिसकेको छ। हेर्न सक्नुहुन्छ तपाईँहरू। मजा त मजा आइरहेछ बसमा। यो अब ढाकाका एक्सपिरियन्स हो। बसको रफ्तार एकदम फास्ट छ। हामी 1.5 घन्टा जति लाग्छ। हाम्रो साथी के भन्न चाहनुहुन्छ? साथी के भन्नु? गाइस अब हामी बसमा चढिसक्यौँ। जान मन छैन तर जानुपर्छ। बाई बाई। ल धन्यवाद गाइस।